जब नि गाई जिम जान सुरु गरेको थियो होइन, त्यतिखेर यस्तो लाग्थ्यो कि अलि जिउ अलि बडी अलि तगडा हुन्छ होइन। झगडा पऱ्यो भने पनि कसैले 1-2 पञ्च हान्नुभन्दा अगाडि 10 चोटि चाहिँ सोध्छ होइन उसले। त्यस्तो चाहिँ आफूलाई लाग्थ्यो। जब हामी बिस्तारै जिम जान थाल्यौँ अनि त्यसपछि अलिकति जिउ अलि आफूले सोचेको जस्तो हुन थाल्यो होइन। त्यसपछि चाहिँ के हुँदो रहेछ भने तपाईँको त्यो माइन्डसेट नै चेन्ज हुँदो रहेछ कि। माइन्डसेट तपाईँको चेन्ज हुँदो रहेछ। कसैले न्यु खोजिहाल्यो भने पनि हामीले के सोच्दो रहेछौँ भने ए होस् छोडिदियो, मेरै गल्ती हो होइन, मैले नै आफूले नै चुप लागेर हिँड्नु बेस भन्ने टाइपको त्यो सोचहरू चाहिँ आउँदो रहेछ क्या तपाईँको। त्यो जिमले चाहिँ तपाईँको बडीलाई मात्र होइन माइन्डलाई पनि तपाईँको चाहिँ चेन्ज गरिदिँदो रहेछ होइन। त्यही भएर साथीहरू सबैजना जिम जानुहोस् होइन, शरीरलाई पनि टाइम दिनुहोस्, राम्रो हो।